Hello everyone, welcome to Nepali Radiography channel. म चाहिँ हजुरहरूलाई आज रिस्ट एपी र ल्याटरल भ्यू कसरी गरिन्छ भनेर एक्जाममा लेख्ने तरिकाबाट सिकाइदिन्छु। म चाहिँ डिप्लोमा कोर्स गरेको भएकोले गर्दा म डिप्लोमा रिलेटेड भिडियो बनाउँछु। सर्ट एन्ड स्विट एक्जाम भाइबा इन्टर्नमा जेमा गर्दा पनि हुन्छ। हजुरहरूले अब ढिला नगरिकन भिडियो सुरु गरौँला। यो चाहिँ एपी भ्यू हो। मैले चाहिँ साइटमा कसरी गर्ने र कसरी लेख्ने भन्ने तरिकाहरू पनि देखाइदिएको छु। हजुरहरूले यही कपी गरेर लेख्दा पनि हुन्छ। एक्जाममा मार्क्स क्यारी गर्न पनि सजिलो हुन्छ यो, किनभने मेन कुराहरू जति छ यसलाई नै हजुरहरूले अलिक बढाइचुढाइ गरेर लेख्दा पनि हुन्छ हैन। म यति नै लेख्छु भन्दा पनि तपाईँहरू सियोरमा पनि सियोरै पास हुनुहुन्छ, किनकि मैले त्यही अनुसारकै भिडियोहरू बनाएको हो नि त, सर्ट एन्ड स्विट भनेर। अब 10 मार्क्सको छ भने यति लेखेर त हुँदैन, अब यसलाई बढाइचुढाइ पनि गर्नुपर्छ। यो केबिबीहरू चाहिँ मैले हालेको चाहिँ छुइनँ। अब केबिबी त नर्मली पनि तपाईँहरूले पढेर थाहा पाइहाल्नुहुन्छ भनेर। अनि यो चाहिँ ल्याटरल भ्यू हो। हजुरहरूलाई यो ल्याटरल भ्यू पनि मैले मजाले नै एक्सप्लेन गरिदिइरहेको छु। यही कपी गरेर लेख्नु होला, एक्जाममा पनि सजिलो हुन्छ। एक्जाम फाइनलमा पनि अब अलिकति बढाएर लेख्नु होला, इन्टर्नको लागि जेमा पनि यो काम लाग्छ। अनि यो ल्याटरल भ्यू गर्दा चाहिँ हामीले एकदम ट्रु ल्याटरल गर्नुपर्ने हुन्छ, एकदम स्ट्रेट राख्नु पर्यो 90 डिग्रीसम्म, अनि मात्रै हाम्रो राम्रो डायग्नोसिस हुन्छ। मैले यस्तो भिडियो बनाउनुको कारण भनेको नि हजुरहरूलाई हेल्पफुल होस् भनेर, किनकि मेरो पालोमा मलाई पनि एकदमै यस्तो भिडियोहरू कसैले बनाइदिए हुन्थ्यो, यस्तो भिडियो भएको भए मलाई एक्जाममा कति सजिलो हुन्थ्यो भन्ने लाग्थ्यो क्या मलाई। अनि त्यही भएर पनि मैले अब म त पास भइसकेँ, अनि त्यही भएर पनि अब मेरो जुनियरहरूलाई सजिलो हुन्छ भनेर मैले यो भिडियोहरू बनाएको हो। हजुरहरू हेरेर साथ दिनु होला। अनि हजुरहरूलाई कस्तो कस्तो भिडियो चाहिएको छ, कुनको भिडियो चाहिएको छ, कुन भ्यूको हजुरहरूलाई अलिक कन्फ्युज भएको छ मलाई भन्नु होला कमेन्टमा। म तपाईँहरूलाई त्यही भिडियो अनुसारहरू सिकाउने छु यसरी गर्ने भनेर। अनि साँच्चै यो चाहिँ सिआर मेसिन हो है, मैले चाहिँ सिआर मेसिनमा काम गरेको भएर मैले यो भिडियो पनि सिआरमा कसरी हामीले क्यासेट लोड गर्ने भन्ने कुराहरू पनि सिकाइरहेको छु। हजुरहरूलाई थाहा नभएको कुराहरू, जान्न मन लागेको कुराहरू मलाई कमेन्ट बक्समा छोडिदिनु, म त्यही अनुसारले बनाउँछु। अनि म अर्को कुरा चाहिँ म एक्जाममा आउने क्वेसनहरू, पास्ट क्वेसनहरू, भिडियोहरू म सबै हाल्नेछु। हजुरहरूलाई कुन कुनको चाहिएको छ म त्यही अनुसारले म भिडियोहरू पनि लगाउनेछु। अब त्यो एक्जाम पनि आउन आँटेको होला। म चाहिँ अब पास भइसकेको कारणले गर्दाखेरि पास्ट क्वेसनहरू म प्रोभाइड गर्न सक्छु हजुरहरूलाई। अनि कुन क्वेसनको आउँदैन त्यही अनुसारको म भिडियोहरू पनि बनाइदिन्छु। कुन सब्जेक्ट बुझ्नु भएको छैन म त्यो पनि बुझाउने कोसिस गर्नेछु, हेरेर साथ दिनु होला। सक्दो सेयर गरिदिनुहोस् साथीहरूमा। म अझै यस्तो भिडियोहरू ल्याउनेछु। हजुरहरूले साथ सपोर्ट गर्नुभयो भने चाहिँ मलाई पनि यस्तो भिडियोहरू बनाउन अझै इच्छा जागर लाग्नेछ साथीहरू है त। त्यस्तै कुन अब पोजिसन हजुरहरूलाई जान्न मन लागेको छ, कुनको एन्सरहरू चाहिएको छ मलाई कमेन्ट बक्समा गरिदिनु होला। म त्यही अनुसारको भिडियोहरू हाल्नेछु। मलाई पनि सजिलो हुन्छ, तपाईँहरूलाई कस्तो खालको भिडियो चाहिएको छ भनेर सजिलो हुन्छ नि त। मैले आफै भन्दा पनि हजुरहरूलाई गाह्रो लागेको कुराहरू चाहिँ म बनाउनेछु। हजुरहरूलाई कुन कुन चाहिएको छ, नोटहरू कुन कुन चाहिएको छ, के चाहिएको छ म त्यो प्रोभाइड गर्ने कोसिस गर्नेछु। म मेरो जुनियरहरूलाई चाहिँ सक्दो हेल्प गर्नेछु भनेर चाहिँ यो भिडियोहरू बनाएको छु। अल्छी नमानिकन यो भिडियो हेर्नु होला। अनि सबै भिडियो हेर्नु, मैले सबै भिडियोमा एन्सरहरू लेखिदिएको छु, सजिलो हुन्छ हजुरहरूलाई एक्जाममा कपी गरेर लेख्न पनि। सिटिभिटीको कोर्समा चाहिँ हामीले त्यस्तो धेरै नै पनि डिपमा जानु पर्दैन, कस्तो कस्तो हो भनेर जस हामीलाई थाहा चाहिँ हुनुपर्छ त्यही अनुसारको म भिडियो बनाइदिनेछु। हामीले त्यस्तो डिपमा गएर लेख्नु पर्दैन, नर्मल्ली हल्का बुझेर मिलाएर लेख्दाखेरि पनि हामीले धेरै मार्क्स क्यारी गर्न सक्छौँ। मैले पनि त्यसरी नै लेखेर मैले पास गरेको हो। अनि म हजुरहरूलाई एक्जामको टिप्सहरू, लेख्ने तरिकाहरू पनि म बताउनेछु तपाईँहरूलाई। तर तपाईँहरू चाहिँ भन्नु चाहिँ पर्यो, यस्तो यस्तो सोध्नु चाहिँ पर्यो मलाई के हो कसो हो भनेर, किनकि मलाई पनि थाहा हुन्छ नि त तपाईँहरूले यो बुझ्नुभएको छैन भनेर। अनि एक्जाममा चाहिँ हामीले धेरै डिप लेख्नु पर्दैन, नर्मल्ली पढ्ने। अनि त्यसलाई हल्का बढाइचुढाइ गरेर लेखिदिनु भयो भने तपाईँहरू स्योर पास हुनुहुनेछ। अनि मैले यो भिडियोमा देखाइदिइ पनि रहेको छु है, हल्का एडिटहरू पनि गरेर मिलाउनु पर्ने हुन्छ। यो चाहिँ अब
प्रिन्ट भइसकेको हो, मैले प्रिन्ट भएको पनि हालिदिएको छु है। यो चाहिँ हरेक मेसिनहरू अनुसारमा फरकहरू हुन्छ नि त। अब सबै मेसिनहरू सिस्टमहरू मेरो चाहिँ सिआर भएकोले गर्दाखेरि यस्तो छ। हजुरहरू डिआरमा पनि पढ्न सक्नुहुन्छ। हेरेर यसरी नै साथ दिनुहोला। थ्याङ्क यू फर वाचिङ भन्न चाहन्छु। अन्तिममा चाहिँ धेरै धेरै माया गरिदिनुहोला।